Hi everyone, Namaste and welcome back to my new vlog. So म चाहिँ एकदम सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ भन्ने आशाका साथ न्यू डे न्यू ब्लगको सुरुवात भइसकेको छ साथीहरु। न्यू डे हैन फेरि नयाँ दिन त हो, बट धेरै पछिको दिन हो के, यो बुझ्नु हैन। मैले भ्लग नहालेको चाहिँ सो 4-5 महिना भइसकेको छु, नभए त हेर्न सक्नुहुन्छ। इन्ट्रेस्ट नै लाग्दैन थियो। फेरि मैले सुरुवात गरिसकेको छु हजुरको लागि भनेर। आशा छ हजुरले अब आउने ब्लगहरु मन पराइदिनुहुन्छ भन्ने। सो लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। मेन कुरो चाहिँ शेयर हो के साथीहरु, बुझ्नु भएन। हजुरले जति धेरै शेयर गरिदिनुहुन्छ त्यति धेरै लाइक रिच आउँछ अनि मलाई पनि खुसी लाग्छ। स्टार्ट भइसकेको छ आजको ब्लग चाहिँ। अहिले चाहिँ लगभग 12-1 नै बज्न लागिसक्यो अनि घर बस्दा बस्दा नि बोर लाग्यो, त्यसैले हामी चाहिँ जान लागेको छौं भाइरल डाँडा। जो हजुरलाई देखाउँछु कुन चाहिँ डाँडा भनेर चाहिँ। सो भिडियोलाई अन्तिमसँग हेरेर मन पराइदिनुहुन्छ है साथीहरु। अब म पनि रेडी भइसकेको छु जानका लागि हैन। आज चाहिँ म र एउटा मान्छे जान लाग्छु, त्यो हजुरलाई एकछिनमा देखाउने नै छु। सो हेर्दै गर्नु होला है त। म चाहिँ यस्तै हो है, नो मेकअप, मेकअप गर्न आउँदैन जस्तो छ त्यस्तै देखाइदिन्छु हजुरलाई। म चाहिँ यस्तै तयार भएर बसिसकेको छु जानका लागि। यहाँ मेरो दाइ भन्ने चाहिँ हैन माथि माथि चढेर के लाग्छ हजुरलाई म देखाउने छु। के गरे त्यस्तो पागल या मुसा आयो नि। ओइ लुगा पनि लागेको छैन कि अनला यो मान्छे जानी भनेर नि। मुसाको व्यवस्था हैन, व्यवस्था त्यो दाइ चाहिँ त्यहाँ मुसाको व्यवस्थापन गरेर तर आइहाल्छ नि मुसा सानो सानो भए पनि। दिस इज माई बिग ब्रदर एन्ड माई क्युट सी मम। उनले सादा के म चाहिँ आमा भन्छु। हेलो गाइज, वेलकम सोभिता भ्लग्स भन्न मिलेन के हो, मायालु भ्लग लौजा। सो गाइज अहिले चाहिँ हामीले रेडी भएर जान पनि लागिसकेका छौं बाटो 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 बाटो। डाँडाको नाम चाहिँ म त्यहीँ गएर भन्ने छु हजुरलाई। छ्या अनुहार हेर न थोपडा छ्या बादरको जस्तो मङ्गिनी हेर फेरि कराइहाली बादर भनिदिइहाल्यो अर्कालाई। ओके केही छैन, दाजुबहिनीको झगडा। सो यस्तो छ यो डाँडा चाहिँ है। यो डाँडा चाहिँ नाङ्गे डाँडा भन्छ हाम्रो। पुगे हैन नाङ्गे डाँडा के हो, भाइरल डाँडा हो के यो। पुगे हैन गाइज, नभएको चस्मा लासी हान्छ नि त्यसै हेर। ल साथीहरु अहिले चाहिँ हामी नाङ्गे डाँडामा आइसकेका छौं। देख्न सक्नुहुन्छ हजुरले यो नाङ्गे डाँडा हो साथीहरु। स्ट्यान्ड ल्याएको नि कामै लाग्यो के साथीहरु, बुझ्नु भएन। साथीहरु अहिले चाहिँ हामी मेन डाँडामा आइसकेका छौं। यो भन्दा नि माथि चाहिँ ढिकीचट्ट चुली के भन्ने थुप्रै डाँडाहरु छ। धेरै माथि नि त्यही त भन्दैछु त, धेरै माथि ढिकीचट्ट चुली यता छ। यो चाहिँ डाँडा मात्रै हो क्या साथीहरु, बुझ्नु भएन। त्यहाँ झन्डा नि देखिरहनु होला। सो हजुरलाई म यहाँको नजारा देखाउँछु। त्यो डाँडा भन्दा नि माथि हो ढिकीचट्ट चुली भन्ने ठाउँ चाहिँ। यो चाहिँ यस्तो रहेको छ, सरर देखाउँछु ल। साथीहरु हामी आउनु त आयो, अब हल्का भोक पनि लाग्यो नि त हैन। त्यही भएर हामी चाहिँ कच्चा कुचुक लिएर आएको छ किनेर। कालो हुन्छ कि अब कालो हैन नवराज कालो हैन नवराज कालो छ। राति खोज्न यसलाई गाह्रो छ हैन। सो साथीहरु अब चाहिँ हामी त्यो खाएर फेरि पनि भेट्ने छौं है त। साथीहरु अब चाहिँ हामी यहाँ पुगेर पनि खाँदैछौँ। यिनीहरू हामी चाहिँ यो चिजबल साथीहरु, चिजबलहरु हो अलिअलि। हजुरले देखिहाल्नु नि भयो भाइरल नाङ्गे डाँडा।
जहाँ पनि सर्च गर्नु नाङ्गे डाँडा भनेपछि आइहाल्छ क्या ठ्याक्कै भ्यूहरू होइन। यो चाहिँ नाङ्गे डाँडा हो। एकदम हजुरहरू पनि आउन सक्नुहुन्छ। यहाँ धेरै मान्छेहरू आउँछ, पर्यटकीय क्षेत्र पनि भन्छ क्या यसलाई। धेरै मान्छेहरू आउँछ, उतातिर पनि धेरै मान्छेहरू छ है। यो डाँडा चाहिँ खतरै छ क्या फेरि। सो धेरै मान्छेहरू हुन्छ, हजुर पनि आउन सक्छ। यो डाँडामा चाहिँ पसलको पनि सुविधा छ अनि पानीहरूको सबैको सुविस्ता छ। यहाँ चाहिँ धाराको चाहिँ मेन चाहिँ होइन, उता तल पसलै छ, हजुर आउन सक्नुहुन्छ। यो चाहिँ एकदम राम्रो छ होइन। त्यही हो भन्दै अब चाहिँ म घर जान लागेको साथीहरू। हामी आएको 12-1 बजेर अझै अब 4 बज्न लागिसक्यो। आमाले पनि कल गर्नु भइसक्यो। अब घर जान लागेको साथीहरू। सो हजुरहरूलाई यो डाँडा के कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सनु नि। फेरि जानुभन्दा अगाडिको भ्यू देखाउँछु। अहिले चाहिँ हामी त्यो हिमाल चुलीबाट नि फर्किसक्यौँ अनि हामी अब घर जान लागेको छौँ। अघि आउँदा चाहिँ रोड यो मान्छेले ओपरै गर्छ कि अनि मलाई रिसै उठेर आउँछ कि, बुझ्नु भएन। हामी यो बनबनै हिँड्दा हिँड्दै घर पनि पुग्न लागिसकेका छौँ, दाजै र म। अनि हाम्रो घर चाहिँ उतैनिर हो कि साथीहरू, बुझ्नु भएन। त्यही हो हाम्रो गाउँ चाहिँ, त्यही हो घर चाहिँ। घर चाहिँ तल अहिले हेर्नु सक्नुहुन्छ है। अहिले हामी चाहिँ हिँड्दा हिँड्दै धन्दै यार खुट्टा यस्तो भइदिरहेको साथीहरू, बुझ्नु भएन। यस्तो दुखेर आमाले बोलाउनु भएको छ। के राम्रो छैन र यहाँ आमा चाहिँ उहाँ आउनुहुँदो रहेछ कि, उहाँ पराल तरै ल्याउनु भएको रहेछ। देख्नुभयो त हाम्रो गाउँको नजरा देखाउँछ पनि नजर। सो साथीहरू त्यही हो हाम्रो घर चाहिँ त्यो। अनि त्यो चाहिँ हाम्रो गाउँ छ क्या, बुझ्नु भएन। त्यही हो। यो झाडीको सट्टा फुल भइदियो भने के जान्थ्यो होला त नि। केही प्रगति छैन कि हाम्रो गाउँमा चाहिँ, केही प्रगति छैन। न बाटोको सुविधा, पानीको सुविधा चाहिँ प्रशस्तै छ है साथीहरू। फेरि भन्नै पर्दैन हजुर। एउटा अलि बाटो चाहिँ गतिलो भएन, त्यो पनि होला नि त। कुनै दिनको चाहिँ मेरो दाजै सुलिहालिरहेको रहेछ परालको है त। सो साथीहरू अहिले चाहिँ हामी घर आएर पनि ड्रेस फेरेर पनि बसिसकेका छौँ। सो हजुरले भिडियो अन्त्यसम्म हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै हृदयबाट नै धेरै धेरै धन्यवाद भनेर। अब काम केही छैन साथीहरू, बस्ने खानसाना बनाउनु पर्यो, त्यही हो, खाने सुत्ने त्यही हो है। त्यही हो। अब भिडियो लान्चमा हेरेर त्यसको लागि धेरै धेरै धन्यवाद। सो हजुरलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। फेरि आउनु पाएर जुत्ता धोइरहेको साथीहरू देखाइदिइहाल्छु नि। सो हेर्नु नि, जुत्ता धोएर आउनु भएको छैन। आउनु पाएको छैन, जुत्ता धोइरहेको छ क्या मेरो दाइ चाहिँ होइन। भोलि काठमाडौँ जाने भने के भने त्यही भएर जुत्ता धोएर साथीहरू यही हो। अब यस्तै चलिरहन्छ कमेडी है। यही है। अब हजुरलाई भिडियो के कस्तो लाग्यो थियो अहिले लागि भिडियो यही अन्त्य गर्न चाहन्छु। कस्तो लाग्यो चाहिँ नबिर्सिनु होला फेरि भन्नुलाई।